जापानको इन्टरभ्यूमा यो क्वेसन चाहिँ एकदम आगो हो भनेर मैले बुझेँ क्या। किनभने होइन, मैले जति स्टुडेन्टहरूलाई सिकाएँ नि, लगभग मसँग जोडिनु भएको चाहिँ 50जना जतिमा सबैजनालाई इन्टरभ्यू भइसके पछाडि सोधेँ, यो क्वेसन सोध्यो कि सोधेन भनेर। सबैजनाले के सोधे भन्दाखेरि यो क्वेसन सबैजनाले ल्याउनु भयो क्या, सबैजनाले भन्नुभयो होइन। तर इचिबान गाम्बात्ता कोतो काकुसे जिदाइ नि इचिबान गाम्बात्ता कोतो भनेर चाहिँ धेरैलाई सोध्यो अरे। अनि थोरैलाई चाहिँ मोत्तोमो उचिकोन्दा कोतो अनि छिखाराइ रेता कोतो वा नान्देस्का भनेर सोधो भन्नुभयो होइन। जतिले बुझ्नुभयो एकदम ठिक छ। तर यो क्वेसन चाहिँ सिमिलर हो। फर्स्ट अफ अल यो चाहिँ आत्मामा राखौँ है त। यसको एन्सर भन्नु है त एकचोटि है। गाक्से जिदाइ दे इचिबान गाम्बात्ता कोतो उचिकोन्दा कोतो मातवा छिखाराइ रेता कोतो वा नान्देस्का। हाई 学生時代で一番頑張ったことは日本の生活に慣れたことです。私は体力に自信が持っておりますが、規則正しい生活に苦手でした。ですから、知らないことやわからないことは自分からお話をかけることで友達を増やせることができ、生活のご相談もできるようになりました。なので、どんなことあっても自分から動く大切さを学びました。यति इजी क्या हेर्नु त, 1 मिनट पनि लाग्दैन भन्न, सम्झिन। अब इन्टरभ्यू आए पछाडि म पढेर यहाँ राख्छु भन्ने जति चाहिँ अलिकता गाह्रो हुने हो कि भन्छ है। तर इन्टरभ्यू अगाडि नै छ अहिले। आजदेखि नै 20-25 वटा क्वेसन यहाँ राख्यो भने इन्टरभ्यूमा इन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन के। त्यो मैले भनेको सबै कुरा भन्दिनँ। अब यसमा यान 1 हुन्छ, यान 2 पास गरेको हुन्छ होइन। अरू जस्तो सिगोतोमा चाहिँ नारेरु गरेको हुन्छ, जस्तो न्युनो ताबेमोनोमा नारेरु गरेको हुन्छ होइन। यस्तो जे पनि राख्नु होला के। तर सबैभन्दा अब व्यक्तिअनुसार सबैको विचार फरक हुन्छ। मेरो विचार चाहिँ योले चाहिँ सबैजनालाई मिल्छ कि भनेर यस्तो मिलाइदिएको मात्र हो। मनपर्छ भने भिडियोलाई लाइक गर्नु होला, अनि कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला है। यो महिनाभन्दा अर्को महिनादेखि म भिडियो पनि बनाउँदिनँ। रिस उठेको छ क्या स्टुडेन्टहरूदेखि। थ्याङ्क यू सो मच, बाई बाई।